धन्यवाद साहसी साथीहरू। आज हामी अमर आत्माको आत्महत्या भन्ने शीर्षकमा आत्मा र शरीरको दर्शनको चिरफार गर्नेछौँ। जसरी मार्क्सले हेगलको दर्शनले ठिक खुट्टामा टेक्न छोडेर टाउकोमा टेकेको छ, यसलाई मैले पल्टाएर खुट्टामा टेकेको बनाएको छु भनेर भनेका थिए, त्यसै गरी हामी पनि यो आत्मा र शरीरको दर्शनले योगा ध्यान गरिरहेको छ। त्यसकारणले यो शीर्षासनमा छ। यो शीर्षासनबाट हामीले यसलाई सन्तुलित अवस्थामा सधैँका लागि ल्याउनको लागि खुट्टाले टेकेको बनाउँदछौँ भनेर भन्न चाहन्छौँ। र हाम्रो नयाँ वैज्ञानिक दृष्टिकोण अनुसार आत्मा र शरीरको सम्बन्ध के रहनेछ त? हाम्रो पुरानो दृष्टिकोण अनुसार शरीर चाहिँ मर्दछ र आत्मा चाहिँ अमर रहन्छ भन्ने भनाइ छ भने हाम्रो नयाँ वैज्ञानिक दृष्टिकोण अनुसार आत्मा चाहिँ मर्दछ र शरीर चाहिँ सधैँ अमर रहन्छ र चक्रमा घुमिरहन्छ भनेर भन्दछौँ। खासमा त आत्मा हुँदै हुँदैन, विज्ञानको अनुसार आत्मा भन्ने कुरा चिजै छैन। तैपनि हामीले चेतनालाई आत्मा मान्ने हो भने त्यो चेतना पनि मर्दछ र शरीर सधैँ अमर रहन्छ भनेर भन्न चाहन्छौँ। यसलाई हामी एउटा उदाहरणबाट बुझौँ। जब हामीलाई तिर्खा लागेको हुन्छ, हामीलाई पानी चाहिन्छ। पानी वस्तुगत चिज हो, पानी शरीर हो भने तिर्खा अभौतिक चिज हो, तिर्खा एउटा आत्मा हो। जब हामी पानी पिउँछौँ, तिर्खा हाम्रो तुरुन्तै मेटिन्छ, तुरुन्तै मर्दछ। तर त्यो पानी, गिलासको पानी चाहिँ कहाँ जान्छ? पेटमा जान्छ र पेटको पानी पिसाबबाट बाहिर निस्केर टोयलेटमा जान्छ। या त्यसलाई हामीले चाहिँ गिलासमा जम्मा गरेर फेरि फिल्टर गर्न सक्ने हो भने फेरि पानी बनेर फेरि हामी त्यसलाई पुनः चक्रीय रूपमा खान सक्छौँ। त्यसैले पानी भौतिक चिज हो, शरीर हो, त्यो सधैँ रहिरहन्छ, मर्दैन। र तिर्खा अभौतिक चिज हो, त्यो तिर्खा मर्छ। त्यसै गरी हामी आफ्नै शरीर, हामी जब मर्दा पनि या त हाम्रो शरीरलाई जलाइन्छ या त जमिनमा गाडिन्छ। दुवै अवस्थामा जलाउँदाखेरि खरानी भएको र गाड्दाखेरिको हाम्रो शरीर कुहिएर त्यहीँ नष्ट भएर त्यसैमा चाहिँ मिलेर मलजल बन्दछ र त्यही मल बोट बिरुवाले लिन्छ। र यदि जलाउने हो भने पनि धुवाँ बनेर त्यो धुवाँ चाहिँ कार्बन डाइअक्साइड ग्यास बनेर फेरि हाम्रो बिरुवाले नै लिन्छ। यसरी बिरुवाले लिइसकेपछि हाँगा पात डाँठमा त्यसलाई सञ्चय गरेर राख्दछ र यदि त्यो फलमा गयो भने त्यो फल हामीले खान्छौँ र फेरि हाम्रो शरीरमा आउँछ। यसरी हाम्रो शरीरमा भएका जुन तत्त्वहरू छन्, हाइड्रोजन, हिलियम, डट डट डट, यी सबै तत्त्वहरू सधैँभरि अस्तित्वमा रहिरहन्छन् र चक्रमा घुमिरहन्छन्। कहिले पनि यिनीहरूको नाश हुँदैन, यिनीहरूको मृत्यु हुँदैन। तर हाम्रो जुन चेतना छ, हामी मर्ने बित्तिकै चेतना मरिजान्छ। कहिलेकाहीँ त हामी मर्नुभन्दा अगाडि कोमामा जाँदाखेरि, ब्रेन ड्यामेज हुँदाखेरि नै यो चेतना हराउँछ। सुत्दाखेरि नै, निन्द्रा अवस्थामा पनि यो चेतना हराउँछ। त्यसैले नयाँ वैज्ञानिक दृष्टिकोणले के भन्दछ भने आत्मा मरिजान्छ तर शरीर अमर रहन्छ र चक्रीय रूपमा घुमिरहन्छ। धन्यवाद।